ठोठा गनियाको ख छको सोयादी ससा जी न्याबले भक्ति भाव तया उना चुनाको ठ्या खठो छिकपिनसं सिलहेजी थोठा ख ये महानगरपालिका 25 वटा केल्टवा जनबहाया ख थो भिडियो छिकपिनसं सोयादी धुमका सिलहेजी जनबा देहय देग पुनर्निर्माण निम्ति देगय छचा खेर जस्ता पात गोया देके गुजा याना चुमु ढका सिलहेजी जनबा देहय देग पुनर्निर्माण यात्रा कया सरोकार वालते चिउता थथे पुनर्निर्माण या गुजा गुबले निसे यात्रा वो सुना ठेक्का काला थोचको न सोयादिस आथन नेवेतेनागु ख छिकपिनसं सिलहेजी जनबहा देय देग पुनर्निर्माण निम्ति नेपाल सरकार व नेपाल स्थित भारतीय राजदूतावास दटुई सम्झौता जुया थुगु देग पुनर्निर्माण निम्ति सहमति जुगु ख थथे थ्योम थ्यो निधन ठेकेदार नियुक्ति न याक तर ठेकेदार निधय दुने सन् 2023 फेब्रुअरी 24 तारिख दुने ज्याक कोचा केगु ढका सम्झौता यागु ख तर ठौ 2023 अगस्त 15 तारिख थिने धुङ्कल ज्या भाषा कोचाको मदुनी थोहे हुनी श्रावण 29 गते सोमबारदी जनबहा देय गुरुजु नीलकाजी साक्के जनबहाले सार्वजनिक भेलाहे सता सरोकार वाला पक्षते दटुई सहल व्यापुगु दु उगु सहल ज्याजोले गुरुजु नीलकाजी साक्के थुक ठख तया दिगु दु अब सुपरभिजन गर्ने मान्छे छैन अब यहाँ क्वेसन उठ्यो होइन उहाँहरूले त्यति बुझ्दैन नि होइन अब सुपरभिजन गर्नेले चाहिँ जनताले उठाएको क्वेसनमा त उहाँहरूले पनि जवाब दिनु पर्यो यो पुरातत्व विभागले जवाब दिनु पर्यो सम्बन्धित निकायले जवाब दिनु पर्यो ठेकेदारले जवाब दिनु पर्यो मैले यो बारम्बार भनिराखेको के त भन्दाखेरि यो अति हो 2 वर्षभन्दा नागिसक्यो बाबा यो हामीले पब्लिकलाई कति चाहिने भनिराख्ने बाबा अब पब्लिक माझमा नै बसौँ छलफल गरौँ यो प्रेसर अब हामीले मात्रै थाम्न सक्दैन सम्बन्धित सबै निकायले ओनर लिनु पर्यो जिम्मेवारी लिनु पर्यो पनि यस्तै चाहिने जस्तो राखेर यस्तै चाहिने बन्द गरिराख्ने त्यो पनि काठमाडौँ जस्तो मुटु ठाउँमा कति मान्छेहरू त साह्रो हिँडिराखेको छ अस्ति हाम्रो पनि त हो होइन अस्ति हाम्रो चाहिँ मिटिङमा के भयो कि चाहिँ यो सेलुमची नागको रथ यात्रा सकेपछि देउताभित्र लैजाने भनेर हाम्रो एक किसिमले मौखिक रूपबाट सम्झौता भयो चैत्र महिना कति यसरी राखिराख्नु त्यस कारण चाहिँ सम्बन्धित यो चाहिँ के छ भन्दाखेरि सम्बन्धित अब भारत सरकारको पनि प्रतिनिधि छ अधिकार केही दिएको छैन नेपाल सरकारले तपाईँहरूले हेर्नुहोस् पनि भनेको छैन त्यो पनि हाकिम साहबले रिक्वेस्ट गरेर हाम्रो चाहिँ एकजना प्रतिनिधि राख्नुपर्छ भाइ भनेर त्यो पनि रिक्वेस्ट गरे यो चिज त चाहिँ सम्झौतामा हुनु अगाडि चाहिँ सरोकारवालाको पनि प्रतिनिधि हुनुपर्छ अनि मात्रै चाहिँ के छ भन्दाखेरि काम हुन्छ त्यो बिग्रेको त बिग्रिसक्यो होइन बिग्रेको त होइन बिग्रेको त बिग्रिसक्यो अब सबै मिलेर चाहिँ यसलाई बिग्रिसकेकोलाई कसरी सपार्ने कसरी राम्रो बनाउने यो त तपाईँको यो मुटु हो बाबा नेपालको मुटु हो यो सेलुमची नागको मन्दिर योबाट के सन्देश जान्छ भारत र नेपालको मैत्री सम्बन्ध भएको चिजमा के जान्छ यसले नेगेटिभ कुरा त्यो चिजलाई ख्याल गर्नु पर्यो नि छि सिलहेजी समस्या सुख समस्या ठेकेदार इले हेज्या मया गुनी ख थुकिया हुनी थते सार्वजनिक भेलाहे सता सोमबा थिथि निर्णय यागुदु उगु निर्णय न छको नेनादिस
चाँदी पित्तल तथा बिओपी आइटम बाहेरका कामहरू अगाडि बढाउने निर्णय गरियो। इन्टेक्स जिएलपीको तर्फबाट साइट राखी सबै सामानहरू तथा जनशक्ति राखेर काम गर्ने निर्णय गरियो। हरेक हप्ता कार्यतालिका बनाएर कामको रिभ्यूको लागि मिटिङ राख्ने निर्णय गरियो। आजको मितिबाट 6 महिनाभित्र कार्य सम्पन्न गर्ने निर्णय गरियो। आशय आ खुलाया दुने ठेकेदार बचाउ बिउ कथा जनबहार ड्योय दिएक पुनर्निर्माण ज्या कोचाइ मित्र राष्ट्र भारत यागो आर्थिक ग्वालिया त इज्जत तेगु ज्या ठेकेदार पिनस यही हाक्ना हाक्न थटे भेला सता थटे माइपुगु ख नेनेमाली मकु थोहे आशय